नमस्कार, म यादव भण्डारी नेपाली टेलिभिजनको कार्यक्रम यात्रा विशेषमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। दर्शक महानुभावहरू, नेपाली टेलिभिजन युके सुरु भएको 7औं वर्ष भइसकेको छ। यो 7औं वर्षको अन्तरालमा यहाँहरूले दिनुभएको न्यानो माया, सल्लाह, सुझावका लागि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। सोही आभार व्यक्त गर्ने क्रममा तथा यहाँहरूको डायस्पोरिक जीवनचर्यामा पारदर्शिता ल्याउन र विदेशिएका नेपालीहरूलाई एकीकृत गर्न यस नेपाली टेलिभिजन मार्फत यो यात्रा विशेष कार्यक्रमलाई एउटा इन्फर्मेटिभ प्रोग्रामको रूपमा यहाँहरू समक्ष पस्किने जमर्को गरेका छौँ। त आउनुहोस् यात्रा विशेषको 7औं प्रस्तुति हेरौँ, हङकङ विशेष मेरो साथमा। विश्वका शालीन र विकसित मुलुकहरूमध्ये हङकङ पनि एक हो। जनगणतन्त्रात्मक व्यवस्थाद्वारा सञ्चालित चाइनाको विकास क्षेत्र हङकङ पल नदी र दक्षिण चाइनाको समुद्री किनारमा रहेको छ। व्यावसायिक क्षेत्रको रूपमा परिचित हङकङ सहरका गगनचुम्बी महल, सपिङ कम्प्लेक्स, सेमिनार हल अन्य विकसित देश र अव्वल दर्जामा रहेको छ। यसको क्षेत्रफल 1104 वर्ग किलोमिटरमा फैलिएको छ भने 70 लाख जनसङ्ख्या रहेको छ। विश्वमा क्षेत्रफलको हिसाबले जनघनत्व अधिक रहेको राष्ट्रको रूपमा परिचित हङकङमा 95% चाइनिज र 5% अन्य समूहको बसाइ रहेको छ भने बाहुल्यताको हिसाबले चाइनिजको रहेको छ। यहाँको मुद्राको स्थान अन्य विश्वका हिसाबले 8औं स्थानमा पर्दछ। चारैतिर समुद्रले घेरेको सामुद्रिक बन्दरगाहहरूको प्रचुर मात्रामा उपयोग गर्दै व्यवसायीहरूले मनज्ञ फाइदा उठाएका छन्। हङकङको खुल्ला औद्योगिक नीति र न्यून ट्याक्सेसनका कारण यहाँ औद्योगिक व्यवसाय छोटो समयमा फस्टाएको हो, जसको कारण हङकङ विश्वकै औद्योगिक फाँटमा ख्याति कमाउने सहरहरूमध्ये एक हो भन्दा अनौठो नहोला। गुणस्तरीय जीवन पद्धति, आर्थिक उदारता, व्यवस्थित मानव विकास सूचकाङ्कको कारण यो राष्ट्र भ्रष्टाचारीविहीन राष्ट्रको रूपमा परिचित पनि छ। WHO UN ले विश्व औसत आयुमा हङकङलाई दोस्रो स्थानमा सूचीकृत गरेको छ। शिक्षाको क्षेत्रमा कुरा गर्दा पूर्वले पश्चिम हुन्छ भन्ने नाराका साथ सुरु गरिएको छ। प्राकृतिक छटहरूले भरिपूर्ण यस सुन्दर नगरीमा वार्षिक लाखौं लाख पर्यटकहरू आउने गर्दछन् भने विश्वमा सामाजिक क्षेत्रदेखि बलिउडको उत्कृष्ट कलाकार छान्ने कार्यक्रमहरू हङकङमा गरिने गर्दछ। वास्तवमा हङकङमा भएको विकास आधुनिक प्यागोडा शैलीमा निर्मित कलाकारिता र आधुनिक इन्जिनियरिङ पद्धतिबाट समुद्री किनारमा बनाइएका घरहरूले हङकङलाई शोभायमान बनाएको छ। प्राकृतिक मनोरमताले भरिपूर्ण यस स्थानमा ट्राभल एजेन्सी, होटल लगायत व्यावसायिक प्रयोजनले खोलिएका फर्महरू निकै मुनाफामा चलेका छन्। दिनभर काममा थकितहरूलाई विश्राम गरी तनमा नयाँ ऊर्जा सङ्कलन गर्न हङकङ उत्तिकै रमाइलो स्थान पनि हो। आत्मनिर्भरताको दर उच्च रहेको हङकङमा विदेशी सैन्य सुरक्षा तालिम केन्द्र रहेको छ। हङकङको राजनीतिक प्रमुखले नै सरकार सञ्चालन गर्ने गर्दछन्, जसलाई चयन गर्ने सङ्ख्या 400 देखि 1200 रहने व्यवस्था रहेको छ। साथै राज्य सञ्चालनमा कानुनका सामान्य सिद्धान्तहरूको प्रयोग र संवैधानिक सर्वोच्चतालाई स्वीकारेको पनि देखिन्छ। सन् 2012मा एसियाको सर्वोत्कृष्ट बजारको रूपमा चुनिन पुगेको हङकङले साँच्चैमा काल्पनिक स्वर्गको अनुभूति प्रदान गर्दछ। हङकङ दिनमा मात्र रमाइलो होइन, रातमा पनि निकै रमणीय देखिन्छ। रातमा हङकङलाई आकाशबाट हेर्दा सजिएको बेहुलीको घर जस्तै देखिन्छ। गत महिना नेपाली टिभी युकेका बोर्ड डाइरेक्टर र म हङकङमा भएको विश्व व्यवसाय सम्मेलनमा भाग लिन गएका थियौँ। विश्व बजारलाई राम्रोसँग बुझेका व्यवसायीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विकसित र विकासोन्मुख देशबाट व्यवसायीहरू आआफ्नो उत्पादनको बारेमा जानकारी दिन र
अन्य देशमा रहेका सम्भावनाहरूलाई केलाउन आतुर देखिन्थे। सो सम्मेलनमा संसारका ठूला ठूला ब्रान्डहरूको पनि उत्तिकै सहभागिता रहेको थियो। सो अवसरमा मैले वर्ल्ड बिजनेस एक्सपोका आयोजक लगायत केही सहभागीहरूसँग वार्तालाप गरेको थिएँ। Last 8 years, and we come 2 times a year. This year business has been okay. I think there's a recession probably in Western Europe, but everywhere else it seems to be going fine, and it's going to be quite a good year, quite positive. All the containers, big container here. So we take it to the customer. So if we order 10,000 without name, नेपालीहरू प्राय विश्वका सबैजसो मुलुकमा गएर व्यापार व्यवसाय गर्दै आत्मनिर्भर मात्र भएका छैनन्, ठूला ठूला उद्योग धन्दा खोली सोही देशमा कैयौं कामदारलाई रोजगारी दिएका छन्। ब्रिटिस अधीनस्थताकादेखि नेपालीहरूले सैनिकको रूपमा पाइला ठेके हङकङमा। ज्यानको बाजी थापेर बहादुरीपूर्वक लड्ने नेपालीहरूले विश्वको सामु वीर गोर्खालीको रूपमा ख्याति कमाए पनि करिब 40,000 देखि 50,000 सम्म नेपालीहरूको जन्मकिन्त आधारमा तिनका सन्ततिले सानो नेपाल बनाएका छन्। यहाँका नेपाली बासिन्दाहरूले नेपाली नयाँ वर्षदेखि लिएर तीज, दशैं, तिहार लगायत अन्य माघे संक्रान्ति, फागु पूर्णिमा, बुद्ध जयन्ती जस्ता चाडपर्वहरू रमेर मनाउने गर्दछन्। पूर्व ब्रिटिस आर्मीमा जागिरे नेपालीहरू विद्यार्थी या कामदारहरूको रूपमा भित्रिएका नेपालीहरूको मेहनतले अन्ततः हङकङमा प्रभुत्व जमाएको छ। हङकङमा नेपालीहरूले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गिफ्ट सप, मनी ट्रान्सफर लगायतका विभिन्न व्यवसाय गरेर बसेको पाइयो। जहाँ सामूहिक बसाई र जमघट हुन्छ त्यहाँ सङ्घ संस्थाहरू हुनु स्वाभाविक मात्र होइन, प्राकृतिक नियम पनि हो। एनआरएन हङकङदेखि लिएर झन्डै 50 भन्दा बढी विभिन्न नेपाली सामाजिक सङ्घ संस्थाहरू रहेका छन्। नेपालीहरू जहाँ कहीँ भए पनि नेपाली माटो, नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन् भन्ने उदाहरण मैले हङकङवासी नेपालीहरूबाट पाएँ। चाडपर्व तथा छुट्टीहरूमा एकीकृत भएर नेपाली संस्कृति, नेपाली परम्परा मनाइरहेको देख्दा एकैछिन मलाई त हङकङमा छु भन्ने पत्ताउनै गाह्रो पर्यो। नेपालकै जस्तै डाँडाकाँडा प्राकृतिक मनोरमतासँग भिज्दै हिँड्ने क्रममा मलाई मेरो देशमा पनि यस्तो विकास हुने दिवा सपनाले पिछा गर्यो। मनोभावनामा बग्न रोकिँदै नेपाली सङ्घ संस्थाहरूले जमघट गर्ने, मनोरञ्जन गर्ने, चाडपर्व र छुट्टी मनाउने मङ्की हिलमा म लगायत नेपाली टिभी बोर्ड डाइरेक्टरलाई लुम्बिनी विकास मञ्च लगायत अन्य सङ्घ संस्थाहरूले गरेको निमन्त्रणा स्वीकारेर हामी त्यहाँ पुग्यौँ। मङ्की हिल जहाँ बाँदरहरूको बसाई बढी हुने र यस हिलमा दिनभर थकान मेट्न आउने पारखीहरूको सङ्ख्या उल्लेख्य भेटिन्थ्यो। प्रशस्त डाँडाकाँडा, चकचके बाँदरहरू देख्दा कता कता नेपालको कुनै पहाडमा रमाइलो गरेको भान भयो मलाई। लुम्बिनी मञ्च हङकङको 11औं वार्षिक उत्सवमा नेपालीहरूको सहभागिता जमघट आफैमा आश्चर्यजनक मात्र नभई निकै रहर लाग्दो थियो। विश्वका शान्तिदूत भगवान गौतम बुद्धको ब्यानरको छत्र छायामा विभिन्न जात जाति भाषाभाषीका नेपालीहरूको एकीकृत आवाज आफैमा रङ्गीन मात्र नभई एकताको प्रतीक पनि थियो। हङकङमा हुने सबैजसो आउटडोर कार्यक्रमहरू यसै मङ्की हिलमा गरिँदो रहेछ। प्रस्तुत छ सोही कार्यक्रमका केही झलकहरू।
नेपाली टेलिभिजन अहिले हङकङको यो मङ्की हिलमा आइपुगेको छ। आज यहाँ 2-4वटा नेपाली प्रोग्रामहरू भइरहेको म देख्दैछु। यसै क्रममा मसँग लुम्बिनी मञ्च हङकङको एकजना संस्थापक अध्यक्षज्यू हुनुहुन्छ। उहाँको परिचय म आफै लिन चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार। अनि यहाँको परिचय? मेरो नाम हेमराज थापा मगर, घर रूपन्देही शङ्करनगर र हाल म हङकङको यो जोर्डनमा बस्छु। र लुम्बिनी मञ्च संस्थाको यहाँका साथीहरूले मलाई चाहिँ नि त्यो अध्यक्षको कार्यभार यो गर्नुहोस् भन्ने चाहिँ जिम्मा लाउनु भएको थियो। त्यस हुनाले म अहिले चाहिँ नि संस्थापक अध्यक्ष चाहिँ नि रहेको थिएँ त्यस बेला। र सर्वप्रथम नेपाल टिभी युकेको लागि पनि यो अवसर यहाँहरू आएर चाहिँ नि नेपालीहरूको चाहिँ नि जुन अवस्थालाई यहाँका गतिविधिलाई चाहिँ नि संसारभरि फैलाउने जुन गर्नुभएको छ एउटा उद्देश्य लिएर, त्यसको लागि म पुनः हार्दिक धन्यवाद टक्राउन चाहन्छु। हजुर नमस्कार। नमस्कार। यहाँको शुभ नाम? मेरो नाम मिन गुरुङ। म अहिले नेपालको रूपन्देही जिल्ला शङ्करनगर गाविस 109 अहिले हङकङमा लगभग 1997बाट बसिरहेको छु। र यो मञ्चमा म स्थापनकालदेखि नै क्षेत्रीय कमिटीको अध्यक्ष र अहिले 2टा कार्यकालमा मैले सचिवको कार्य सम्हालिरहेको छु। हजुर नमस्कार। नमस्कार। अनि यहाँको शुभ नाम? मेरो नाम बुद्धिबहादुर थापा हो। कति समयदेखि हुनुहुन्छ? म 1995देखि अहिलेसम्म हङकङमै बसोबास गरिआएको छु। अनि यहाँ कुन सङ्घ संस्था, सामाजिक सङ्घ संस्थासँग आबद्ध हुनुहुन्छ? म हङकङमा धेरै सङ्घ संस्थामा आबद्ध छु। खास गरी म हङकङ एकीकृत नेपाली समाज, त्यसलाई हिन्स भनिन्छ, हामीले 2004मा त्यसलाई स्थापना गरेका थियौँ। र त्यसका उद्देश्य हामी सबै नेपालीको आर्थिक सामाजिक वृद्धिको लागि हामीले काम गर्छौँ र यहाँको स्थानीय सरकार, स्थानीय बासिन्दासम्म हामीले सद्भावको कार्यक्रम गर्छौँ। त्यसकै फलस्वरूप 2006 सालदेखि नेपालीको लागि विशेष कार्यक्रम सञ्चालन गर्न हङकङ सरकार होम एफेयर डिपार्टबाट हामीलाई सहयोग प्राप्त भएको छ। त्यसबाट हामीले 3जना स्टाफ राखेका छौँ र त्यसै गरी हामीलाई हङकङ सरकारकै सहयोगमा हामीले एउटा घर प्राप्त गरेका छौँ। त्यहाँ हल छ, अफिस छ र त्यो हल अफिस हाम्रो नेपाली अन्य सङ्घ संस्थाले पनि प्रयोग गर्छन् र हामीलाई हङकङ सरकारले नेपालीको दैनिक आवश्यकतालाई सहयोग गर्ने गर्छ। जस्तो इमिग्रेसनमा गएर दोभाषीको काम गरिदिने, स्कुल कलेज नपाएकोलाई स्कुल कलेजमा भर्ना गर्ने, त्यसै गरी घर अप्लाई गरिदिने, त्यसै गरी एमपिएफको पैसाहरू कसरी पाउँछ भन्ने एप्लिकेसन गरिदिने, अनि त्यसै गरी विविध हामी कस्तो कार्यक्रम गर्छौँ भने नेपाली र चाइनिजको बिचमा हामी कार्यक्रम गर्छौँ। एउटा हामीले मल्टिकल्चर सो गर्छौँ वर्षमा। मल्टिकल्चर सोमा एथेनिक माइनोरिटी, नेपाली र चाइनिजहरू संयुक्त रूपमा नाचगानमा भाग लिन्छन् र त्यसका भिआइपी गेस्टहरू नेपाली लगायत इन्डियन, पाकिस्तानी लगायत हङकङ सरकारका उच्च स्तरका व्यक्तिहरू आइदिनुहुन्छ। हजुर नमस्कार। नमस्ते सर। अनि यहाँको शुभ नाम? मेरो नाम चन्द्रबहादुर पुन हो। म पर्वत पुन मगर कल्याण कोष हङकङको एउटा अध्यक्ष गरेको छु। यो हाम्रो सुरुको एउटा थालनी मात्रै हो सर। अनि यो हजुरको यो हङकङ कल्याण कोष कहिले सुरु गर्नुभयो? यही वर्षमा सुरु गरेको सर। यो पहिलो कार्यक्रम पनि हो। अब हेर्दै जाम यसको प्रगति कति हुँदै जान्छ, यसको भविष्य अब हेर्दै जाने विचार छ सर। हजुर नमस्कार। नमस्कार। यहाँको शुभ नाम? मेरो नाम पाण्डु शिरीष हजुर। अनि हजुर गुल्मीबाट आउनुभयो? हजुर, म गुल्मीको चाहिँ यस अध्यक्ष। गुल्मी जिल्ला समाज हङकङका अध्यक्षज्यूसँग मेरो सानो कुराकानी हुँदैछ। अनि कस्तो भइरहेको छ? संस्थाले के काम गरिरहेको छ? यस संस्थाले चाहिँ अहिले चाहिँ हामी अलिकति राम्रो नै भइरहेछ। तर अहिले चाहिँ सबै युकेतिर बाहिरतिर जाने हुनाले चाहिँ अहिले धेरै गाह्रो भइरहेछ। अहिले चाहिँ हेर्नुहोस्, अब
पहिला चाहिँ एकदम सजिलो थियो अहिले चाहिँ यस दिन प्रतिदिन हरेक सन्डेमा कार्यक्रम पनि हुन्छ त्यसले गर्दा चाहिँ अहिले पहिलाको स्थितिमा अहिले अलिकति त्यस गाह्रो भइरहेछ हजुर नमस्कार नमस्कार म नेत्र बोराई ए हजुर अनि के गर्दै हुनुहुन्छ म हङकङमा सानो आफ्नो बिजनेस गर्छु मेरो नमस्ते टुर एन्ड ट्राभल छ अनि त्यसपछि म यो हङकङ नेपाली.com यो वेब पत्रिका पनि सञ्चालन गर्दछु हजुर नमस्कार यहाँको शुभ नाम म राजु पुन ज्यू थ्याङ्क यू भेटघाट भयो यसरी र अहिले जति पनि नेपाली टेलिभिजन हेरिराख्नु भएको छ र अन्य नेपाली दाजुभाइ दिदीबहिनीहरू बेलायत आदि इत्यादि विभिन्न देशहरूमा हुनुहुन्छ उहाँलाई के शुभकामना सन्देश दिन चाहनुहुन्छ म अहिले यहाँ हङकङमा छु र म चाहिँ अहिले नेपाली नयाँ वर्ष 2069 सालको यो सुखद उपलक्ष्यमा चाहिँ हङकङको एउटा बिबिकी स्पटमा आएको छु हजुर नमस्कार यहाँको शुभ नाम मेरो युवराज रिजालजी र नेपाली टेलिभिजन अहिले जति पनि दर्शकहरूले हेरिराख्नु भएको छ उहाँलाई के शुभकामना दिन चाहनुहुन्छ हङकङमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू यो लुम्बिनी मञ्चको आज 11औं वार्षिक उत्सवमा सम्पूर्ण सहभागी साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु र यसको निरन्तरताको लागि चाहिँ यो सञ्चालक र कमिटीहरूले चाहिँ म उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु हजुर नमस्कार सर्वप्रथम नेपाली टेलिभिजनलाई धन्यवाद यहाँहरू सबैलाई र म विशेष गरेर यो सामाजिक क्षेत्रमा सबभन्दा पहिले मेरो इन्ट्री चाहिँ नि हाम्रो लुम्बिनी मञ्च यही संस्थाबाटै भएको हो त्यसो भएर अहिले लुम्बिनी मञ्च हुँदै मगर सङ्घको अध्यक्ष भएँ म झन्डै त्यसमा पनि 3.5 वर्ष चलाएँ र अहिले म आदिवासी जनजाति महासङ्घको पनि अध्यक्ष छु त्यसै गरेर भर्खरै नयाँ एउटा नेपाली सोसल सर्भिस हङकङ भन्ने पनि संस्था हामीले विशेष गरेर च्यारिटेबल गराएर त्यसलाई सञ्चालन गर्दैछौँ र हङकङलाई फोकस गरेर यहीँकै हङकङकै सिलसिलामा चाहिँ हामीले यहाँको सरकारसँग निकायसँग सोसल डिपार्टमेन्टदेखि लिएर डिस्ट्रिक्ट काउन्सिलहरूदेखि लिएर होम एफेयर्सदेखि लिएर यहाँको एनजिओसँग समेत आबद्ध भएर हामीले एकदमै सक्रिय भएर काम गरिराखेका छौँ र त्यही सक्रियतालाई देखेर यहाँको हाम्रो डिस्ट्रिक्ट काउन्सिल विशेष गरेर याउचीमोङ डिस्ट्रिक्ट काउन्सिल भन्छ यो चाहिँ नि हङकङमा 18वटा जिल्लाहरू छन् त्यसमध्ये याउचीमोङ डिस्ट्रिक्ट भन्ने काउलुनको एउटा पार्ट हो र त्यसले चाहिँ नि अहिले गत 4 वर्षदेखि के गर्दै आएको छ भन्दाखेरि यहाँको इथनिक माइनोरिटिजहरू हङकङमा इथनिक माइनोरिटिजहरू टोटल हङकङको जनसङ्ख्याको 5% छ त्यसमा पनि समथिङ चाहिँ हाम्रो नेपाली छ र त्यो नेपालीलाई मात्रै नभएर विशेष गरेर 5% इथनिक कमिटीहरू मध्येबाट पनि विशेष लिडरहरूलाई यहाँको त्यो याउचीमोङ डिस्ट्रिक्ट काउन्सिलले एउटा कमिटी वर्किङ ग्रुप भनेर छुट्याएको छ बनाएको छ र त्यसको चाहिँ अहिले भर्खरै नेपालीको तर्फबाट म एमबी थापा मगर र अर्को हाम्रो महासङ्घको अध्यक्ष प्रदीप थापा मगरलाई अहिले उहाँहरूले मनोनित गर्नुभएको छ हजुर नमस्कार यहाँको शुभ नाम मेरो शुभ नाम राजु श्रेष्ठ म हङकङमा काउलुङ यामातामा बस्छु र चाहिँ नेपालमा मेरो घर भइरह आजको कार्यक्रम भनेको लुम्बिनी मञ्च हङकङको 11औं वार्षिक उत्सव हो यो अवसरमा अब हामीले शुभकामना नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने र यस मञ्चको वार्षिक उत्सव मनाउने कार्यक्रम गरेका हौँ सोही कार्यक्रममा नेपाली टेलिभिजन युकेका बोर्ड डाइरेक्टर पशुपति भण्डारीले नेपाली टेलिभिजनको बारेमा प्रकाश पार्दै प्रवासमा रहेर पनि आफ्नो कला संस्कृतिको जगर्ना गर्नुका साथै आफ्ना भावी सन्ततिहरूलाई हाम्रा कला संस्कृतिप्रति अभिप्रेरित गराउन हुन अभिभावकहरूलाई अनुरोध पनि गर्नुभयो। यो मौका दिनुभएकोमा मलाई एकदम खुसी लागेको छ। आफ्नो कला संस्कृति जहाँ बसे पनि हामीले बिर्सिनुहुन्न। नेपालसँग आफ्नो भाषा संस्कृति र आफ्ना नेपालसँग जोड्ने माध्यमको रूपमा नेपाली टेलिभिजन हामीले सञ्चालन गरेका छौँ। तपाईँहरूले पनि आफ्ना बाबु नानीहरूलाई आफ्नो नेपाली कला संस्कृतिहरू जोगाउनलाई विशेष पहल गर्नुहोस्। सोही दिन साँझ हामी अर्को नेपाली कार्यक्रममा पुग्यौँ। उक्त कार्यक्रममा हङकङका लागि नेपाली महावाणिज्य दूत श्री विनोद उपाध्याय लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थी र विभिन्न वेशभूषामा सजिएका नेपाली दाजुभाइ दिदीबहिनी लगायत वृद्ध बुबाआमाको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
हङकङ भ्रमणका सिलसिलामा विदेशी भूमिमा कर्मठ पाइला चलाउने क्रममा विभिन्न पेसा व्यवसाय अङ्गालेका नेपाली दाजुभाइहरूसँग कुराकानी गरेका थियौँ। प्रस्तुत छ सोही कुराकानीका केही झलकहरू। म अहिले हङकङ स्थित सोहो एरियामा आइपुगेको छु। यहाँ देखिन्छ एउटा नेपाली रेस्टुरेन्ट ओपनिङ भइरहेको छ। हिजो मात्रै ओपनिङ भएको र निकै व्यस्त पनि छ। म रेस्टुरेन्टका वान अफ द प्रोप्राइटरसँग सानो कुराकानी गर्दैछु। हजुर नमस्कार, यहाँको शुभ नाम? भीमप्रसाद काफ्ले। निकै खुसी लाग्यो, निकै बिजी देखिएको छ रेस्टुरेन्ट। अनि कस्तो भइरहेको छ, कहिले खोल्नु? बिजनेस चाहिँ हिजो हामीले राति 7 बजे खुलेको हो। आज सेकेन्ड डे हो। हिजो पानी परिरहेको थियो तर बिजनेस इज भेरी गुड। हाम्रो ग्रुपमा अहिले 5 वटा रेस्टुरेन्ट छ, एउटा बार छ। वी स्टार्ट दिस काइन्ड अफ बिजनेस इन 1995। बिजनेस चाहिँ अब राम्रै छ। We are in the heart of the Soho, one of the most expensive place in the world by size, by the price and all. I hope we do good and we do well in future. Thank you. Yeah, we wish you very best of luck. 1995 मा हामीले नेपाल नामको रेस्टुरेन्ट खोल्यौं, अहिले स्टिल रनिङ छ। त्यसपछि स्टेक हाउस खोल्यौं, बार खोल्यौं, बार पनि स्टिल रनिङ छ। इटालियन रेस्टुरेन्ट खोल्यौं, स्टिल रनिङ छ। स्पेनिश रेस्टुरेन्ट खोल्यौं, त्यो बिल्डिङ नकडाउन हुने भएर त्यो बन्द गर्यौं। अनि अरू एक्सपेन्सन प्लानहरू चाहिँ अहिले चलिरहेछ राम्रैसँग। इन फ्युचर 2-4 अरू रेस्टुरेन्टहरू पनि हामीले खोल्छौँ। एक दिन चाहिँ देश फर्केर मैले पनि केही गरौँ, केही गर्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ। हजुर नमस्कार। नमस्ते। मेरो चाहिँ भीमलाल गुरुङ। हजुर खुसी लाग्यो तपाईँको यति राम्रो यो सप देखेर। सबै बुद्ध सजाउ राम्रो गर्नुभएको रहेछ। कति समय भयो? अब हङकङ आएको 17 वर्ष भयो। यो पसल चलाएको त्यस्तै 12 वर्ष जति भयो। 12 वर्ष। पहिलेदेखि यस्तै व्यवसायमा हुनुहुन्छ? लगभग हजुर। स्टार्टिङमा त अब कन्स्ट्रक्सनतिर लागियो के अरे, त्यसपछि अब यो बिजनेसमा लागियो भयो 12-13-14 वर्षै। हजुर एकदम खुसी लाग्छ नेपालबाट आफ्नो प्रडक्ट ल्याएर आफ्नै बिजनेस गर्न पाउनु विदेशमा, होइन? खुसी नै छु। हजुर नमस्कार। नमस्कार। यहाँको शुभ नाम? मेरो नाम कमल पौड्याल। निकै खुसी लाग्यो हजुरसँग भेटघाट गर्न पाउँदा। अनि कति समयदेखि हुनुहुन्छ हङकङमा? मलाई पनि खुसी लाग्यो। म हङकङ बसेको करिब 22 वर्ष भयो। 22 वर्षको यस अन्तरालमा तपाईँको सुरुका दिन कस्ता थिए, अहिलेका दिन कस्तो, र यो रेस्टुरेन्टको एज अ प्रोप्राइटरको हिसाबले कस्तो, के सन्देश अथवा के भन्न चाहनुहुन्छ? सुरुका दिनमा चाहिँ म हङकङमा इम्प्लोइमेन्ट भिसामा हङकङ वास्तवमा म एउटा काम गर्न छिरेको हो। झनै 7-8 वर्ष मैले काम गरेँ। त्यसपछि बिस्तारै आफ्नै खुट्टामा उभिँदै बनाउन एकपछि अर्को स्ट्रगल गर्दै अहिले चाहिँ यो रेस्टुरेन्ट सञ्चालन गरेको करिब 7 वर्ष भयो। 7 वर्ष। कस्तो भइरहेको छ तपाईँका क्लाइन्टेन्टहरू, कस्टमरहरू? विदेशी हुनुहुन्छ कि नेपालीहरू बेसमा हुनुहुन्छ कि कस्तो छ यहाँको क्लाइन्टेल बेसिसहरू? मेरो क्लाइन्टहरू चाहिँ नेपाली, अनेस्टली भन्दाखेरि चाहिँ 70% नेपाली हुनुहुन्छ, होइन? हाम्रोमा चाहिँ म्याक्सिमम सबभन्दा धेरै सभा समारोह, अन्नप्राशन, भात खुलाइ, तपाईँको यो के अरे जन्मदिन, सबै नेपालीहरू कार्यक्रम म्याक्सिमम हाम्रोमा हुन्छ। त्यसबाहेक टुरिस्टहरू चाहिँ इन्डियाबाट आउने, जापानिज, कोरियन अनि विदेशी लोकल चाइनिजहरू सबै मिक्स हुनुहुन्छ। हामी जहाँ भए पनि हाम्रो दायित्व छ नेपाल आमाप्रति हामीले कर्तव्य चुकाउन बाँकी छ। हामीले त्यहीँ पढ्यौँ, त्यहीँ हुर्क्यौँ, त्यहीँ हामीले चाहिँ आफ्नो चाहिँ आफूलाई चाहिँ एउटा केही गर्नुपर्छ भन्ने चाहिँ सोच त्यही मातृभूमिमा पलायो। र चाहिँ त्यसै क्रममा हामीहरू विदेशीको क्रममा हामीले जे जस्ता च्यालेन्जहरू, जे जस्ता बाधा अडचनहरू परे पनि नेपालप्रति हामीले गर्नुपर्ने कर्तव्य केही छ भनेर नेपाललाई हामीले चाहिँ योगदान पुर्याउनुपर्छ। यही क्रममा सके एक्लै नसके ग्रुपमा मिलेर भए पनि केही न केही आफ्नो ठाउँमा, आफ्नो क्षेत्रमा, आफ्नो मनले, बुद्धिले, विवेकले जुन क्षेत्रमा देख्नुहुन्छ त्यसमा चाहिँ सबैले चाहिँ सम्झेर सहयोग गर्नुहुनेछ भन्ने मेरो चाहिँ मैले आशा दिएको छु। नमस्कार, मेरो नाम राजेन्द्र कुमार थापा। काठमाडौँ कलङ्की स्थान खसीबुदार स्थायी बसोबास गर्दै आएको थिएँ र अहिले हङकङमा म 1997 देखि बस्दैछु। र म अहिले चाहिँ हङकङमा आफ्नो व्यवसाय सञ्चालन गर्छु। र यसै क्रममा चाहिँ मैले मोबाइल फोनको ट्रेनिङ गर्छु, ब्रान्डेड फोनहरूको, र आफ्नो ब्रान्डमा आइस मोबाइल नाम दिएछु। त्यसलाई पनि म्यानुफ्याक्चरिङ गर्छु र त्यसलाई चाहिँ ल्याटिन अमेरिकन मार्केटमा बेचिरहेको छु, इन्क्लुडिङ हाम्रो मातृभूमि नेपालमा पनि राम्रो बिक्री भइरहेछ। म हङकङमा चाहिँ अहिले सामाजिक संस्थाहरूमा भन्नुपर्दाखेरि चाहिँ नेपाल च्याम्बर अफ कमर्स हङकङको महासचिवको हैसियतले कार्यरत छु। र
व्यस्तता चाहिँ अब बिजनेसमै बेसी भइरहेको छ। सबभन्दा खुसी चाहिँ यो प्रस्तुति चाहिँ लन्डनको टेलिभिजनबाट हुने थाहा पाउँदा साह्रै खुसी लाग्यो। यसबाट चाहिँ मैले लन्डनमा भएका मेरा साथीहरू प्रकाश भीमराई होम गुरुङ लगायतका अरू धेरै साथीहरू जानुभएको छ हङकङबाट। उहाँहरू सबैलाई चाहिँ हङकङको सम्झना, हङकङबाट न्यानो सम्झना उहाँहरूलाई चाहिँ दिन चाहन्छु। नमस्कार, मेरो नाम विमल गेवाली। म अहिले हङकङमा सानो व्यवसाय गरेर बसिरहेको छु र यस नेपाल टिभी युगबाट प्रसारण भइरहेको लिएकोमा सम्पूर्ण आदरणीय तथा दाजुभाइ दिदीबहिनीहरूमा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइहरू मेरो तर्फबाट नमस्कार र यान टिभीलाई पनि मेरो धेरै धेरै नमस्कार। सो कार्यक्रममा नयाँ वर्ष 2069 को पावन अवसरमा शुभकामना आदान प्रदान गर्नुका साथै भगवान गौतम बुद्धको जन्मोत्सव र लुम्बिनी भ्रमण 2012 को बारेमा बोल्दै नेपाली एकतालाई कहिल्यै फुटाउन नहुने कुरामा वक्ताहरूले जोड दिएका थिए। यस युकेबाट प्रसारण हुने नेपाली टिभी हेरिरहनुहुने सम्पूर्ण दर्शक महानुभावहरू, मेरा इष्टमित्रहरू, मलाई जेएन गेवाली भनेर चिन्ने सम्पूर्ण आफन्तजनहरू, इष्टमित्रहरूलाई नयाँ वर्ष 2069 को मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। धन्यवाद। सबभन्दा पहिला चाहिँ बेलायतबाट संसारका 60 भन्दा बढी देशमा प्रसारण हुने यो टेलिभिजन प्रोग्रामका सम्पूर्ण दर्शकहरूलाई यो नयाँ वर्ष 2069 सालको हार्दिक मङ्गलमय शुभकामना र जहाँ बसे पनि जसरी बसे पनि एउटा नेपाली भएर नेपालको इज्जत बढाउने, नेपालको नाम बढाउने, नेपालको प्रतिष्ठा बढाउने हामीले काम गरौँ। ढिला भए पनि नयाँ वर्ष 2069 को हार्दिक मङ्गलमय शुभकामना सबैलाई टक्राउन चाहन्छु। हामी विदेशमा बसेर पनि हामीले अब आफ्नो देशको प्रडक्ट बिजनेस गर्न पाउनु, त्यस्तै सबैले पनि यस्तै विदेशमा गएर गरोस् भन्ने चाहन्छु। 2069 को मङ्गलमय शुभकामना दिन चाहन्छु। सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ जी मेरो तर्फबाट नमस्कार। साथै ढिलै भए पनि 2069 सालको शुभकामना र यस नेपाल टिभी हेर्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा धेरै धेरै नमस्कार। एक साह्रै खुसी छु। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नयाँ वर्षको शुभकामना र चाहिँ मञ्चको तर्फबाट पनि यहाँहरू सबैलाई नयाँ वर्षको शुभकामना टक्राउन चाहन्छु। हामीलाई गौरव लागेको छ र विशेष गरेर 2069 सालको ढिलै भए पनि हाम्रो यहाँको हङकङमा रहेका सम्पूर्ण नेपालीहरूको तर्फबाट लगायत मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई संसारभरि रहेका नेपालीहरूलाई एकदमै बधाई छ, शुभकामना छ। नमस्कार, म कमला खरेल। टेलिभिजन अहिले विश्वभरि हेरिराख्नुभएका दाजुभाइ दिदीबहिनीहरूलाई के शुभकामना सन्देश दिन चाहनुहुन्छ? हामी जस्तै सम्पूर्ण विदेशमा हुने दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई अब यो नयाँ वर्षको शुभकामना। जहाँ भए पनि जे भए पनि आफ्नो संस्कृति कसैले पनि नभुल्नु। अब हामी आफ्नो देश सम्झेर त जानै पर्छ, त्यही पनि हामी बस्दासम्म आफूले गरेको खाएको सम्पूर्ण कुराहरू अब सम्झिराखौँ। विदेशमा जहाँ पनि हुने दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना सन्देश। आज हाम्रो यो गौतम बुद्धको जन्मस्थल लुम्बिनी, हामी लुम्बिनीवासीहरू हाम्रो यो लुम्बिनी मञ्च हङकङको 11औं वार्षिक उत्सवमा सहभागी भएर यहाँहरूलाई शुभकामना दिन पाएकोमा हामी एकदम आभारी छौँ। हार्दिक शुभकामना। युकेमा बस्नुहुने सम्पूर्ण पुन मगर लगायत अन्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पुन मगर समाज हङकङ म व्यक्तिगत तर्फबाट र हङकङे नेपालीहरूको तर्फबाट यहाँहरूको शुभ लाभ, यहाँहरूको सुख स्वास्थ्य र समृद्धिको कामना गर्दै युकेमा यहाँहरूको जीवन उज्जवल होस् भन्ने म यही हङकङदेखि यहाँहरू सबैलाई शुभकामना ज्ञापन गर्न चाहन्छु। सर्वप्रथम त हामी प्रवासमा बस्ने सबै नेपालीहरूको तर्फबाट हामी जहाँ रहे तापनि नेपाली नयाँ वर्ष 2069 को हार्दिक मङ्गलमय शुभकामना यहाँहरू समक्ष टक्राउन चाहन्छु। विश्वभरि छरेर बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? सर्वप्रथम त म बेलायतमा हुने मलाई चिन्ने या मेरो गुलमेली साथीहरू नचिन्ने पनि अब गुलमेली साथीहरूलाई म चाहिने यो युके टिभी होइन हजुर, युके टिभीको तर्फबाट म यसरी चाहिँ आज चाहिँ यसरी बोल्न पाउँदा म एकदम ज्यादै खुसी नै छु र ढिलै भए पनि नयाँ वर्ष 2069 सालको शुभकामना म लगायत
मेरो गुल्मीको तर्फबाट यही मार्फत सन्देश सबैलाई सुख शान्ति नव वर्ष उपलक्ष्यमा मैले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सबै हामी नेपाली हौँ भन्ने भावना राखेर गोलबन्द भएर प्रवासमा जहाँ जहाँ हामी नेपालीहरू छौँ सबै एकजुट भएर मिलेर जाम हामी नेपाली नै हो। विशेष गरेर मेरो दुःख गुनासो के छ भनेदेखि वर्गीय विभाजन भएर नजाम, किनभने नेपालीमा यो ठुलो चोट हो। त्यस कारणले हामी सबै मिलेर गयो भने सबभन्दा राम्रो हुन्छ। मेरो सन्देश सबै नेपालीहरूमा त्यही छ। बेलायतमा रहने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो प्रोग्राम अवश्य पनि हेर्नुहुनेछ र मनोरञ्जन गर्नुहुनेछ। साथै संसारमा रहेका अन्य देशका नेपालीहरूले पनि यो प्रोग्रामबाट मनोरञ्जन गर्नुहुनेछ भन्ने आशा गर्दै यहाँहरू प्रोमोटर दुवै यहाँ मित्रहरूलाई अन्तिममा म धन्यवाद टक्राउँदै बिदा हुन्छु। धन्यवाद। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू र विदेशमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सर्वप्रथम नयाँ वर्ष 2069 सालको शुभकामना मङ्गलमय शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण नेपाली वासीहरूलाई र सम्पूर्ण मानव जाति समुदायलाई सबैलाई लुम्बिनी मञ्चको तर्फबाट र नेपाली नयाँ वर्षको तर्फबाट पनि नयाँ वर्षको उपलक्ष्यमा यो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भइरहेको अवस्थामा चाहिँ नि लुम्बिनी मञ्चको संस्थापक अध्यक्षको तर्फबाट र लुम्बिनी मञ्चका सम्पूर्ण पदाधिकारी र यसका सदस्यको तर्फबाट यहाँहरूलाई चाहिँ नि सबै विशेष गरी लुम्बिनी मञ्चको पनि युकेमा यस संस्थाको चाहिँ सदस्यहरू रहनुभएको छ। उहाँहरूलाई सहित लगायतका सम्पूर्ण युकेमा बस्नुहुने सम्पूर्ण विश्वभरि छरिएर बस्नुभएका नेपालीहरूलाई मेरो हार्दिक हार्दिक शुभकामना छ। आशा छ यहाँहरूले आजको कार्यक्रम मन पराउनु भयो होला। यहाँहरूको प्रतिक्रिया सल्लाह सुझावका लागि info@nepalitv.com मा इमेल गर्नुहुन हामी हार्दिक अनुरोध गर्दछौँ। हस्त दर्शक महानुभावहरू, आगामी अङ्कमा एउटा फेरि नौलो गन्तव्यको यात्रा विशेष लिएर अवश्य उपस्थित हुने बाचा गर्दै म यादव भण्डारी अहिलेलाई बिदा चाहन्छु। नमस्कार।